हेलो गाइज है अस्ति हामीले हर्दी खनेको थियो अनि त्यो हर्दी चाहिँ आज हामी म चाहिँ त्यो अब हर्दी चाहिँ अब मैले यता काटेर मिलमा लाने प्रयास गरेन है। यो हर्दी चाहिँ म आज सिधा रम्फूमा फ्याक्ट्रीमा लाँदैछु है। अनि त्यहाँनिर मेरो सम्पर्क भएको छ है। अनि त्यसले गर्दा चाहिँ हर्दी चाहिँ म रम्फूमा पुर्याउँदैछु है। अनि तपाईँलाई सायद म बाटोमा के छ है अनि सकेसम्म हर्दीको त्यहाँनिर जुन फ्याक्ट्रिजहरू छ म त्यो फ्याक्ट्रिजहरू म तपाईँलाई देखाउने छु भन्ने म तपाईँहरूलाई चाहन्छु है। हेर्दै जानुहोस् साथी हो है। आज मेरो फर्स्ट टाइम हो मैले हर्दी फ्याक्ट्रीमा पुर्याउँदैछु है। हेर्दै जानुहोस्। सो गाइज म पाक्किम पाच्चेखानीबाट म लागेँ है तपाईँको यो रम्फूतर्फ है। अनि यसो सम्झेँ बाटोको नजारा पनि तपाईँहरूलाई देखाउँ भनेर है। यसो बाटोमा हिँड्दा यसो बोरिङ हुन्छ है, तपाईँहरूलाई भिडियोहरू पनि बोरिङ हुन्छ भनेर चाहिँ म केही भिडियो तपाईँलाई देखाउँदै जाँदैछु, केही फ्याक्ट्रिजहरू देखाउँदै जानेछु। यो तल तपाईँले देखिरहेको यो रोडाथाङ बजार आइपुग्यौँ म है। रोडाथाङ बजार सानो बजार छ, राम्रो छ, रमाइलो भएको छ अहिले है। धेरै डेभलप भएको छ रोडाथाङ बजार पनि है। अनि सानो भए तापनि धेरै राम्रो छ है। अनि यो बाटोमै पर्छ पाक्किमतर्फ जाँदा है। अब यो अगाडि गएर चाहिँ म रम्फू बाटोतिर लागेँ। यो तपाईँले देख्दै गर्नुभएको दायाँ देब्रेतर्फतिर यो रोडाथाङ ब्रिज, यो रङलिरी ब्रिज हो। अनि म अब लागेँ रम्फूतर्फको रोड पक्रेर है अघि। अनि हेर्दै जानुहोस्। अनि यो पारि चाहिँ तपाईँको रेसी र रोडाथाङ दुईवटा नदी बग्छ है। त्यसमा दोभान छ है। अनि त्यसको पारिपट्टि यो पिकनिक स्पट छ, यहाँ होमस्टेहरू पनि छ है। अनि मजाको जग्गा छ है, धेरै डेभलप गरिसकेको छ है। अनि पिकनिक इन्जोय गर्नु मजा आउँछ। अनि यो चाहिँ अहिले हामी बसिरहेको यो 4 माइल यो बाटो सबैलाई थाहै भएको कुरो है। यो बाटो प्रायः हिँड्नेलाई त झन् धेरै याद होला है। यो बाटोको एकदम समस्या छ है। बाटो यो कहिले प्रोग्रेस भएन है। जताततै जहिले तहिले बाटो बिग्रिरहन्छ है। कति चाहिँ बनाउँछ है। गाडी लिएर हिँड्नु पनि धेरै झिझो छ है। बाटो यस्तो छ, सानो गाडी लिएर हिँड्नु समस्या छ। अनि यो बाटो खै कति सामाजिक सञ्जालमा धेरैजना दिदी दाजु बहिनीहरूले सबैले हालिसक्यो, तर यो बाटो खै कहिले राम्रो भएको देखिएन है। अनि यसरी जाम लाग्नुपर्छ यस्तो उकालोमा है। बाटोको एकदमै समस्या छ। यो चाहिँ तपाईँको जुबिन्डस्ट है, धेरै फ्याक्ट्रीहरू भेट्छ यो तपाईँको यो बाटोमा, यो जुबिन्डस्ट है। अनि यो जुबिन्डसको बाटो चाहिँ अब तपाईँहरूलाई यो पनि थाहै भएको कुरो हो, एकदमै गाडी चलाउनु रिस्की छ है। सानो गाडी त अब जसोतसो यताउता गरेर हिँडिन्छ है। अनि यो उकालो आउनु चाहिँ अलिक समस्या छ है। अनि ठुलो गाडीलाई त एकदम धेरै समस्या छ। जति पनि कम्पनीको बसहरू त सबै कोही आधी तलै बस्छ है, अनि कोही माथि बस्छ है, ट्रान्सफर गर्छ है। अनि ठुलो गाडी लिएर यो बाटो उकालो आउँदाखेरि चाहिँ ज्यान जोखिममा हालेर आएको जतिकै हुन्छ है। अनि बाटोको अवस्था यस्तो छ है। यहाँनिर एकदमै रिस्की छ। यो बाटो कहिले बनिएको छैन है। धेरै अब सामाजिक सञ्जालमा पनि यो भिडियोजहरू धेरैजनाले हालिसक्यो है। अनि सो गाइज यहाँ चाहिँ अब यस्तो छ, अब यो जाइडस है। अनि यहाँ धेरै कम्पनी छ। अब तपाईँको लुपिनदेखि लिएर सिप्ला, गोल्डन क्रस, जाइडस, त्यहाँबाट तपाईँको एलकेम, अब सिप्लाको त अझै ब्रान्चहरू छ है। तैपनि खै यो बाटोको समस्या यस्तै छ है। अनि यो चाहिँ अब यस्तै कहिले समाधान हुने है। यो चाहिँ सिप्ला हो है। तपाईँले फर्स्टमा है स्ट्रक्चर खडा भएको जग्गा है, जहाँ चाहिँ अब हाम्रो सिक्किममा पनि फार्मास्युटिकल कम्पनीहरू धेरै आउँदैछ भन्ने खुसीको खबरहरू थियो है। यो एलकेएम है। अनि जग्गा जग्गा चाहिँ अब यो बाटो बनाइदिएको छ, राम्रो छ है कति जग्गा चाहिँ। तर अब मेन जहाँनिर चाहिँ बिग्रेको छ त्यहाँ चाहिँ अब कहिले बनिएन है, मेन जडमा है। अनि यस्तै छ बाटोको समस्या है। अनि यो चाहिँ तपाईँले देख्नुभएको यो चाहिँ पश्चिम बङ्गाल र सिक्किममा जोडिँदै गरेको यो ब्रिज है, रेलवे लाइन है। सिक्किमबाट चाहिँ यो ब्रिजको लाइन चाहिँ स्टार्ट भइसकेको छ है। यो भविष्यलाई चाहिँ धेरै राम्रो हो है। अब यो रेलवे लाइन चाहिँ जब चालु हुन्छ है, तब यो जनताले राम्रो फाइदा उठाउने छ है। हेर्दै जानु होला है। सो गाइज म अहिले रम्फू आइपुगेँ है। रम्फू आइपुगेर चाहिँ
अब म फ्याक्ट्रीतर्फतिर लागिरहेछु है। यो चाहिँ तपाईँको रम्फूको फ्याक्ट्री। यहाँ चाहिँ तपाईँको धेरै चिजहरू पनि राख्दो रहेछ, जस्तै तपाईँको अदुवा, अलैँची, फापर, हर्दीहरू पनि राखिँदो रहेछ है। यो चाहिँ मेन गेट है। मैले यहाँ आएर चाहिँ मैले फोन पनि गरेको थिएँ है, अनि यहाँ चाहिँ मेरो सम्पर्क भएको थियो। यहाँ चाहिँ यस्तै हो, हर्दी यसरी नि मैले ल्याएको थिएँ है। यहाँनिर चाहिँ अब हर्दी बाहिर वेट हुँदो रहेछ है। अनि यो यत्रो ठुलो फ्याक्ट्रीमा चाहिँ अब आफ्नो आफ्नो जग्गामा चाहिँ छुट्याइँदो रहेछ है। अनि यो हर्दी चाहिँ अब हामीले यहाँनिर सरलाई चाहिँ दिनुपर्ने हुन्छ है, सरले बाहिर वेट गर्नुहुन्छ है। र हाम्रो सर हुनुहुन्छ यहाँ है, टाँसी भोटिया है, उहाँको सम्पर्कमा म आएको है। अनि सर साह्रै राम्रो हुनुहुँदो रहेछ है। र म आउँदो है अर्को म फ्याक्ट्रीको म भिडियोहरू देखाउने छु है, त्यसमा म सरको नम्बर पनि मेन्सन गर्ने छु है। हेर